यो देशको बिरामी बालेनले निको पार्छ, विश्वास गर्नुहोस्। अझै बालेनलाई यहाँ सजाएर हिँडेको मान्छे म हुँ, मेरो मिसेस पनि हो है। यति कुरा चाहिँ याद राख्नुहोस्, आशा छ हामीलाई। यो देश भ्रष्टाचारीले बिग्रिया हो। भ्रष्टाचारको मुद्दा लाएर सुन्दर रङ्गोलाई चाहिँ मैले भनेको छु, चामल एकातिर बिहे एकातिर है। यो सबै छान्नुपर्छ। क्यान्डिडेट गतिलो नहुँदाखेरि यो देश ठुलो दुर्घटनामा पर्या हो। आज नेपाली कङ्ग्रेस र नेकपा एमालेको क्यान्डिडेट हामी छान्न सक्दैनौँ। 80% बिग्रिसकेको छ, माओवादीमा 40% बिग्रिया छ, राष्ट्रवादमा पनि तपाईँको अलिकति अवसरवादीहरू छिरेको होला। हिजो कुनै वडामा चाहिँ टिकट नपाउँदा, कुनै काहीँ अर्कोले केही नदिँदाखेरि म यहाँ पाउँछु भन्दा अलिक सजिलोसँग राष्ट्रवाद पनि एकदम सतर्क हुनुपर्छ। किनभने चौथो शक्ति भनेर जनताले कुरेर बसेको राष्ट्रवादमा पनि त्यस्तो अवसरवादीहरू गएर त्यहाँ धमिलाउनु सक्छ। तपाईँहरू सतर्क हुनु होला। तपाईँहरूले साँच्चीको गल्ती गर्दाखेरि हामीले यो पीडा खोज्नु परिरहेको छ होइन। मेयर साहबलाई चाहिँ मैले केही पनि भन्न चाहन्न। होइन, मेयर साहबलाई म के, किनभने तपाईँले भन्नुहुन्छ भने मेयर साहबको कुरा गरेर म चाहिँ उठेर आएको मान्छे आज 24 महिना 2 वर्ष लगभग भयो होइन। एक्लै छेकेर आएको मान्छे हो, एक्लै लडेर आएको होइन। लाखौँले उहाँलाई चाहिँ सिद्ध्याउन आएको हुँदा मलाई मारेर पहिला घाट, त्यसपछि अनि मेरो देशमा जो मान्छे बनाउन आउँछ त्यही मान्छेलाई तिमीहरू निमट्नु थाल्छ भने यो देश कसले बनाउँछ? चाइनिजले बनाउँछ? यो देश इन्डियाले बनाउँछ? अब कसलाई खोजेको तिमीहरूले भनेर एक्सन लिएर आएको मान्छे, म एक्सनमा आएको मान्छे हेर्नुहोस् है। सो त्यसले गर्दाखेरि आज म एक्सनमा छु। म मर्नु भनेर हिँडेको मान्छे, मेरो परिवार मैले बचाइसकेको छ, मलाई मेरो मतलब छैन। मलाई कसले के गर्नुहुन्छ ओके भनेर म हिँडिरहेको मान्छे हो। त्यही भएर मलाई केही पनि प्रब्लम छैन मर्नदेखिको। तर देश राम्रो हुनुपर्छ भन्ने मेरो मान्यता हो होइन। त्यसले गर्दा मेयर साहबलाई त म के भन्छु भने साँच्चीकै तपाईँ गुमनाम छ। अहिले तपाईँको स्ट्याटस अलिअलि आइराखेको थियो, त्यो स्ट्याटस पनि अब बन्द भइसकेको छ। कारण रवि नेक्स्ट वाट भनेर भन्दै गर्दा नेक्स्ट बालेन आइसकेको छ होइन। आज एउटा व्यक्तिले मुद्दा पनि हालिसकेको छ भन्ने सुनेको छु मैले होइन, युवराज सफल। तर उहाँले त मुद्दा हालेर उहाँको सुनाइ हुन्छ हुँदैन त्यो आफ्नो भएको पनि छैन। त्यो मलाई मतलब लेना देना भएन होइन। अब साँच्चीकै नेक्स्ट वाट भनेर बालेन हो होइन। जसले विष खान्छ उसलाई विष लाग्छ, विष खाएर पनि लाग्दैन। रवि लामिछानेलाई आज तपाईँ पुरै विश्व टुर गराउनुहोस्, रवि लामिछानेले गलत गरेको छ, रवि लामिछाने बाँच्दैन। याद गर्नुहोस्, रवि लामिछानेले गलत गरेको छ भने होइन रवि लामिछाने बाँच्दैन। यदि उसले गरेको छैन भने संसारको मान्छेले उसले नेगेटिभ भने ऊ एकदम क्लियर हुन्छ। किनभने अहिले विरस्पित एक्लो विरस्पितलाई पनि गलत देखाउँछ अरे क्या मान्छेलाई होइन। त्यो चाहिँ कस्तो हुन्छ भने त्यो मान्छेको हुइम हो क्या। तर सबै जनताहरू तपाईँहरू एकचोटि स्वतन्त्र हुनुहोस्। साँच्चीकै यो देशमा कोही पनि चाहेन एकचोटि अहिले कुलमान घिसिङ जसरी तपाईँको चाहिँ उहाँले आफ्नो कार्यकाल सकाएर बस्नु भएको छ, जनताको अत्याधिक माग भनेको छ नि। साँच्चीकै कुलमान घिसिङ, बालेन, हर्क सम्पाङ, गोपी हमाल लगायतका यी 4जना टिमले कोर्डिनेसन गरेर एक ठाउँमा आउनुपर्छ। उहाँहरू एक ठाउँमा आउनुपर्छ। त्यसले गर्दा मेयर साहबलाई त म के भन्छु भने साँच्चीकै तपाईँ गुमनाम छ। अहिले तपाईँको स्ट्याटस अलिअलि आइराखेको थियो, त्यो स्ट्याटस पनि अब बन्द भइसकेको छ। कारण रवि नेक्स्ट वाट भनेर भन्दै गर्दा नेक्स्ट बालेन आइसकेको छ होइन। आज एउटा व्यक्तिले मुद्दा पनि हालिसकेको छ भन्ने सुनेको छु मैले होइन, युवराज सफल। तर उहाँले त मुद्दा हालेर उहाँको सुनाइ हुन्छ हुँदैन त्यो आफ्नो भएको पनि छैन। त्यो मलाई मतलब लेना देना भएन होइन। अब साँच्चीकै नेक्स्ट वाट भनेर बालेन हो होइन। जसले विष खान्छ उसलाई विष लाग्छ, विष खाएर पनि लाग्दैन। रवि लामिछानेलाई आज तपाईँ पुरै विश्व टुर गराउनुहोस्, रवि लामिछानेले गलत गरेको छ भने रवि लामिछाने बाँच्दैन। याद गर्नुहोस्, रवि लामिछानेले गलत गरेको छ भने होइन रवि लामिछाने बाँच्दैन। यदि उसले गरेको छैन भने संसारको मान्छेले उसले नेगेटिभ भने ऊ एकदम क्लियर हुन्छ। किनभने अहिले विरस्पित एक्लो विरस्पितलाई पनि गलत देखाउँछ अरे क्या मान्छेलाई होइन। त्यो चाहिँ कस्तो हुन्छ भने त्यो मान्छेको हुइम हो क्या। तर सबै जनताहरू तपाईँहरू एकचोटि स्वतन्त्र हुनुहोस्। साँच्चीकै यो देशमा कोही पनि चाहेन एकचोटि अहिले कुलमान घिसिङ जसरी तपाईँको चाहिँ उहाँले आफ्नो कार्यकाल सकाएर बस्नु भएको छ, जनताको अत्याधिक माग भनेको छ नि। साँच्चीकै कुलमान घिसिङ, बालेन, हर्क सम्पाङ, गोपी हमाल लगायतका यी 4जना टिमले कोर्डिनेसन गरेर एक ठाउँमा आउनुपर्छ। उहाँहरू एक ठाउँमा आउनुपर्छ। एक ठाउँमा आएर 84मा उहाँहरूको कमसेकम 110 सिट ल्यायो भने यो लुटेराहरूलाई छ नि सिधै डम्पिङ साइडमा लगेर यिनीहरूलाई मैले भनेको छु तपाईँहरूलाई यहाँ 2 लाखभन्दा बढी भ्रष्टाचारीहरू छ। यो 2 लाखभन्दा बढी भ्रष्टाचारीहरूलाई लगेर छ नि सबै यो अहिले हर्क सम्पाङजीलाई सलाम भन्न चाहन्छु म। उहाँले श्रम गरेर देश बन्छ भनेको छ नि, एकदम राइट हो। तपाईँले श्रम गरिराख्नु भएको छ। अहिले चाहिँ म यो हर्क सम्पाङकोमा ढुङ्गा र इँटा बोक्नु जाँदिनँ। यो राज्यलाई कर पनि तिर्ने, सबै गर्ने, रेमिटेन्स पनि खाने, बिरामीले उपचार पाएको छैन, यहाँ दुध खाने पैसा नभएर बच्चा चाहिँ आज हो कि भोलि हो भनेर बस्नु पाएको छ, फेरि ढुङ्गा पनि बोकिदिनु पर्ने। कति पीडा नेपालीलाई क्या। ढुङ्गा यिनीहरूलाई बोकाउनु लाउने हो। रुकुम रोल्पा दोल्पामा ढुङ्गा बोकाउने, यिनीहरूलाई सुरुङमाङ सबै खनाउनु लाने। तर जनता प्लिज
क्लिन निट एन्ड क्लिन भएर आइदिनुहोस्। यसपालि तपाईँहरूले भोट देश बनाउने त्यो एजेन्डालाई हालिदिनुहोस्। भनेपछि मेयर साहब गल्ती गर्नु भएको छ नि, डराउनु पर्दैन। मेयर साहबले केही पनि डराउनु पर्दैन, तर जनतालाई अत्याधिक बालेन शाहको आवश्यक पर्दाखेरि बालेन शाह बोलिँदैन क्या होइन। भोलि बालेन शाहलाई जनताको आवश्यक पर्नु सक्छ नि, जनता नबोल्नु सक्छ, तिमी एक्लै हुन्छौ। फेरि याद गर बालेन शाह तिमी होइन। र तिमीले गल्ती गरेको छ भने डराउनु पर्छ, तर गल्ती गरेको छ भने आउ फिल्डमा। किनभने तिमीलाई टिको लाएर कसैले प्रधानमन्त्री बनाउँदैन। प्रधानमन्त्री बन्नको लागि आउनुपर्छ, रिङमा आउनुपर्छ, रोडमा सडकमा जनतासँग आउनुपर्छ। कहाँबाट? मङ्गल ग्रहबाट जितेर ल्याउने नभएदेखि 50,000 मत भनेको फ्रस्ट्रेसन मत बालेनले पाएको, एमाले माओवादी काङ्ग्रेसको मत पाएर बालेनले जितेको आशा छ नि त। आज भाइ जतिको मान्छे अस्ति चाहिँ लिभर फेल भएको मान्छे पनि म कहाँ आएर चाहिँ बालेन शाहले मेरो सुनेन, मेरो भनेन। ए दाइ, म आज 2 वर्षदेखि चाहिँ बालेन शाहको यत्रो कुरा गरेर लडाइँ छेक्दै हिँड्ने मान्छेलाई त बालेन शाहले अहिलेसम्म फोन गरेको छैन, भेटेको छैन। तपाईँ कहाँ त्यस्तो भेट्छ त? उहाँले भेट्नुहुन्न अहिले। तपाईँ माइन्ड पनि नगर्नु, उहाँलाई फुर्सद पनि छैन। जुन दिन आउँछ तपाईँ एक्लैको बिरामी निको पार्दैन, यो देशको बिरामी बालेनले निको पार्छ, विश्वास गर्नुहोस्। अझै बालेनलाई यहाँ सजाएर हिँडेको मान्छे म हुँ, मेरो मिसेस पनि हो है। यति कुरा चाहिँ याद राख्नुहोस्, आशा छ हामीलाई सबैजना। पक्कै पनि अब हामी अन्तिममा छौँ, अन्तिममा रात निकै छिपेर गएको छ। अन्तिममा के भन्नुहुन्छ सारा नेपाली जनताहरूलाई? धन्यवाद। यो त एउटा आज एउटा बाबु साँच्चीकै आइसियुमा भएको भएर साँच्चीकै छोराछोरीको माया कति हुन्छ तपाईँहरूलाई थाहा छ। आफू मरेर पनि आफ्नो बच्चालाई बचाउन चाहन्छ, सिधै कुरा। म त त्यही भन्छु, मेरो बच्चा त अलिकति सेकेन्डमा तलमाथि भए पनि म बच्चालाई त्यति बाउ आमा नै त्यो हुन्छ, त्यो सबैको रियालिटीमा त्यही नै हो होइन। त्यसले गर्दा भाइको बच्चा जुन अवस्थामा मैले देख्दाखेरि मेरो मनले नमानेर कतिखेर उज्यालो होला भन्ने मलाई भएको थियो। र सबै तामझाम मिलाउँदाखेरि भाइलाई मैले चाहिँ त्यो खालको आत्मबल र सबै कुरा गर्ने भएँ। भाइ टेन्सन नगर्नु, तिमी एकदम अब ठाउँमा हो है, अब तिमीले हरेस खानु हुँदैन भनेर भाइलाई मैले त्यो अनुसारको बिहान फोन गरेपछि ऊ एकदम उसको स्वर जसरी मलाई फोन गर्थेँ त्यसपछि चेन्ज भयो। त्यसपछि ए ठिकठाक छ भनेर अब तपाईँहरू मित्रहरूलाई पनि मैले फोन गर्नु पऱ्यो, किनभने मैले बोले 10 जनाले सुन्ला, तपाईँको मिडियामा बोल्यो भने त 10 लाखले सुन्नु सक्छ। त्यसले गर्दा तपाईँहरूलाई एकदमै सल्युट छ होइन। त्यसले गर्दाखेरि अब यो एउटा प्रतिनिधि पात्र मात्रै हो र स्वास्थ्य मन्त्रीलाई जम्मा कहीँ जानु पर्दैन, तिमी 5वटादेखि 6वटा यो हस्पिटलमा घुम्देऊ, त्यहाँ बिरामीले दुध खान पाएको छ कि छैन, हिजो बेलुका अपरेसन भएको बिरामीले बेलुका दुध खान पाएको छ कि छैन त्यो हेरिदेऊ होइन। त्यो अरू त तिमी रुकुम रोल्पा जानै पर्दैन। त्यहाँ त डोलीमा ल्याएर आएको बिरामी पनि त्यो तिमीले त्यो करार त्यो साइन गरेर बसेको छ नि त्यो डक्टर, त्यहाँ महिनामा 3 दिन हाजिर हुने, त्यसपछि 27 दिन यता घरमै छ क्या। त्यहाँको मान्छे त कहाँ हो कहाँ छोडिदिनुहोस् क्या। त्यही भएर छ नि, अब तपाईँहरूले चाहिँ यो सबै विकृतिलाई चिर्नलाई स्वास्थ्य र शिक्षालाई फ्री गराउनु पऱ्यो मेन कुरा है। त्यति गर्नको लागि तपाईँहरूले 84मा हामीले भनेको स्वास्थ्य मन्त्री राखौँ, हामीले भनेको गृहमन्त्री राखौँ, हामीले भनेको जनताको गृहमन्त्री, जनताको प्रधानमन्त्री, जनताको स्वास्थ्य मन्त्री, जनताको अर्थमन्त्री, जनताको अख्तियार यति हाम्रो पक्षमा ल्याउँ। यो देशमा छ नि कल्पना गरेको जस्तै युरोप र अमेरिकाको जसरी सिस्टममा बस्छ नि त्यतिको सिस्टममा हामी नेपाली पनि बस्न चाहन्छौँ। त्यसको लागि चाहिँ तपाईँहरूले झोला छोडेर तपाईँ माओवादीमै बस्नुहोस्, एमाले काङ्ग्रेसमै बस्नुहोस्, तर त्यो दिन चाहिँ देश बनाउने नेतालाई तपाईँले एकचोटि भोट हालिदिनुहोस्। हुन्छ, पक्कै पनि यहाँले महत्त्वपूर्ण समय दिनुभयो। यो सहयोगको लागि यहाँहरूलाई धेरै धेरै लाखौँ लाख धन्यवाद। र सारा नेपाली जनता जतिले हामीलाई देश विदेशबाट हेरिराख्नु भएको छ, अझै पनि उहाँको बच्चा गर या मर चाहिँ मृत्यु र जीवनको दोसाँधमा हुनुहुन्छ, अस्पतालको आइसियुमा हुनुहुन्छ, उहाँलाई धेरै सहयोगको अभाव छ। अब होइन, अब यो देशमा अहिले तपाईँको जनता सुध्रिनुपर्छ। सबैभन्दा पहिला जनता स्वतन्त्र हुनुपर्छ। र तपाईँले साँच्चीकै आज मासु भात खाइदिनु भयो अरे, 5,000मा भोट बेचिदिनु भयो अरे, अनि तपाईँहरू पनि छ नि, तपाईँहरूको बच्चा पनि यहाँ आएर लडेर बस्नु भएको छ। तपाईँसँग पैसा छैन नि त उपचार गर्नु, अनि तपाईँले त्यो 2 दिन अगाडि 5,000मा भोट बेच्दा दुर्गति देशले भोगेन, त्यो त तपाईँले त भोग्नुभयो, देशले पनि भोग्यो नि होइन। त्यसले गर्दाखेरि अब यसपालि हामीसँग अर्को एउटा अप्सन आएको छ 2084 भन्ने। 84मा साँच्चीकै यो लुटेराहरूलाई साँच्चीकै यिनीहरूलाई तल आउनु पर्यो र सबैलाई लुटेरा भन्दिनँ म है। र वास्तवमा भ्रष्टाचारीको म एकदमै ठुलो दुश्मन हुँ। हेर्नुहोस्, यो देश भ्रष्टाचारीले बिग्रिया हो। भ्रष्टाचारको मुद्दा लाएर सुन्दर रङ्गोल मैले भनेको छु चामल एकातिर बिहे एकातिर है।
यो सबै छान्नुपर्छ। क्यान्डिडेट गतिलो नहुँदाखेरि यो देश ठुलो दुर्घटनामा पर्यायो। आज नेपाली कङ्ग्रेस र नेकपा एमालेको क्यान्डिडेट हामी छान्न सक्दैनौँ। 80% बिग्रिसकेको छ, माओवादीमा 40% बिग्रिएको छ, राष्ट्रवादमा पनि तपाईँको अलिकति अवसरवादीहरू छिरेको होला। हिजो कुनै वडामा चाहिँ टिकट नपाउँदा, कुनै काहीँ अर्कोले केही नदिँदाखेरि म यहाँ पाउँछु भन्दा अलिक सजिलोसँग राष्ट्रवाद पनि एकदम सतर्क हुनुपर्छ। किनभने चौथो शक्ति भनेर जनताले पुरेर बसेको राष्ट्रवादमा पनि त्यस्तो अवसरवादीहरू गएर त्यहाँ धमिलाउनु सक्छ। तपाईँहरू सतर्क हुनु होला। तपाईँहरूले साँच्चीकै गल्ती गर्दाखेरि हामीले यो पीडा खोज्नु परिराखेको छ होइन। मेयर साहबलाई चाहिँ मैले केही पनि भन्न चाहन्छु होइन। मेयर साहबलाई म किनभने तपाईँले भन्नुहुन्छ भने मेयर साहबको कुरा गरेर म चाहिँ उठेर आएको मान्छे आज 24 महिना 2 वर्ष लगभग भयो होइन। एक्लै छेकेर आएको मान्छे हो, एक्लै लडेर आएको होइन। लाखौँले उहाँलाई चाहिँ सिद्ध्याउन आएको हुँदा ल मलाई मारेर पहिला घाट, त्यसपछि अनि मेरो देशमा जो मान्छे बनाउन आउँछ त्यही मान्छेलाई तिमीहरू निमट्नु थाल्छ भने यो देश कसले बनाउँछ? चाइनिजले बनाउँछ? यो देश इन्डियाले बनाउँछ? अब कसलाई खोजेको तिमीहरूले भनेर एक्सन लिएर आएको मान्छे, म एक्सनमा आएको मान्छे हेर्नुहोस् है। सो त्यसले गर्दाखेरि आज म एक्सनमा छु। म मर्न भनेर हिँड्ने मान्छे, मेरो परिवार मैले बताइसकेको छ। मलाई मेरो मतलब छैन, मलाई कसले के गर्नुहुन्छ ओके भनेर म हिँडिरहेको मान्छे हो। त्यही भएर मलाई केही पनि प्रब्लम छैन मर्न देखिएको। तर देश राम्रो हुनुपर्छ भन्ने मेरो मान्यता हो होइन। त्यसले गर्दा मेयर साहबलाई त म के भन्छु भने साँच्चीकै तपाईँ गुमनाम छ। अहिले तपाईँको स्ट्याटस अलिअलि आइराखेको थियो, त्यो स्ट्याटस पनि अब बन्द भइसकेको छ। कारण रवि नेक्स्ट वाट भनेर भन्दै गर्दा नेक्स्ट बालेन आइसकेको छ होइन। आज एउटा व्यक्तिले मुद्दा पनि हालिसकेको छ भन्ने सुनेको छु मैले होइन, युवराज सफल। तर उहाँले त मुद्दा हालेर उहाँको सुनाइ हुन्छ हुँदैन त्यो आफ्नो भएको पनि छैन। त्यो मलाई मतलब लेन देन भएन होइन। अब साँच्चीकै नेक्स्ट वाट भनेर बालेन हो होइन। जसले विष खान्छ उसलाई विष लाग्छ, विष खाएर पनि लाग्दैन। रवि लामिछानेलाई आज तपाईँ पुरै विश्व टुर गराउनुहोस्, रवि लामिछानेले गलत गरेको छ, रवि लामिछाने बाँच्दैन। याद गर्नुहोस्, रवि लामिछानेले गलत गरेको छ भने होइन रवि लामिछाने बाँच्दैन। यदि उसले गरेको छैन भने संसारको मान्छेले उसले नेगेटिभ भने ऊ एकदम क्लिन हुन्छ। किनभने अहिले विरस्पित एक्लो विरस्पितलाई पनि गलत देखाउँछ अरे क्या मान्छेलाई होइन। त्यो चाहिँ कस्तो हुन्छ भने त्यो मान्छेको हुइम हो क्या। तर सबै जनताहरू तपाईँहरू एकचोटि स्वतन्त्र हुनुहोस्। साँच्चीकै यो देशमा कोही पनि चाहेन एकचोटि अहिले कुलमान घिसिङ जसरी तपाईँको चाहिँ उहाँले आफ्नो कार्यकाल सकाएर बस्नु भएको छ, जनताको अत्याधिक माग भनेको छ नि। साँच्चीकै कुलमान घिसिङ, बालेन, हर्क सम्पाङ, गोपी हमाल लगायतका यी 4 जना टिमले कोर्डिनेसन गरेर एक ठाउँमा आउनुपर्छ। उहाँहरू एक ठाउँमा आउनुपर्छ, एक ठाउँमा आएर 84 मा उहाँहरूको कमसेकम 110 सिट ल्यायो भने यो लुटेराहरूलाई छ नि सिधै डम्पिङ साइडमा लगेर यिनीहरूलाई मैले भनेको छु तपाईँहरूलाई यहाँ 2 लाखभन्दा बढी भ्रष्टाचारीहरू छ। यो 2 लाखभन्दा बढी भ्रष्टाचारीहरूलाई लगेर छ नि सबै यो अहिले हर्क सम्पाङजीलाई सलाम भन्न चाहन्छु म। उहाँले श्रम गरेर देश बन्छ भनेको छ नि, एकदम राइट हो। तपाईँले श्रम गरिराख्नु भएको छ। अहिले चाहिँ म यो हर्क सम्पाङमा ढुङ्गा र इँटा बोक्नु जाँदिनँ। यो राज्यलाई कर पनि तिर्ने, सबै गर्ने, रेमिटेन्स पनि खाने, बिरामीले उपचार पाएको छैन, यहाँ दुध खाने पर्ने बच्चा चाहिँ आज हो कि भोलि भनेर बस्नु पाएको छ, फेरि ढुङ्गा पनि बोकिदिनु पर्ने। कति पीडा नेपालीलाई क्या, ढुङ्गा यिनीहरूलाई बोकाउनु लाउने हो। रुकुम रोल्पा डोल्पामा ढुङ्गा बोकाउने, यिनीहरूले सुरुङमा सबै खनाउनु लाने। तर जनता प्लिज क्लिन, निट एन्ड क्लिन भएर आइदिनुहोस्। यसपालि तपाईँहरूले भोट देश बनाउने त्यो एजेन्डालाई हालिदिनुहोस्। भनेपछि मेयर साहब गल्ती गर्नु भएको छ नि, डराउनु पर्दैन। मेयर साहबले केही पनि डराउनु पर्दैन। तर जनतालाई अत्याधिक बालेन शाहको आवश्यक पर्दाखेरि बालेन शाह बोलिदिँदैन क्या होइन। भोलि बालेन शाहलाई जनताको आवश्यक पर्न सक्छ नि, जनता नबोल्नु सक्छ, तिमी एक्लै हुन्छ फेरि। याद गर बालेन शाह तिमी होइन। र तिमीले गल्ती गरेको छ भने डराउनु पर्छ, तर गल्ती गरेको छ भने आऊ फिल्डमा। किनभने तिमीलाई टिको लाएर कसैले प्रधानमन्त्री बनाउँदैन। प्रधानमन्त्री बन्नको लागि आउनुपर्छ, रिङमा आउनुपर्छ, रोडमा सडकमा जनतासँग आउनुपर्छ। कहाँबाट? मङ्गलग्रहबाट जितेर ल्याउने नभएदेखि 50,000 मत भनेको फ्रस्ट्रेसन मत बालेनले पाएको, एमाले माओवादी काङ्ग्रेसको मत पाएर बालेनले जितेको आशा छ नि त। आज भाइ जतिको मान्छे अस्ति चाहिँ लिभर फेल भएको मान्छे पनि म कहाँ आएर चाहिँ बालेन शाहले मेरो सुनेन, मेरो भनेन। ए दाइ म आज 2 वर्षदेखि चाहिँ बालेन शाहको यत्रो कुरा गरेर लडाइँ छेक्दै हिँड्ने मान्छेलाई त बालेन शाहले अहिलेसम्म फोन गरेको छैन, भेटेको छैन। तपाईँ कहाँ त्यस्तो भेट्छ त? उहाँले भेट्नुहुन्न अहिले। तपाईँ माइन्ड पनि नगर्नु, उहाँलाई फुर्सद पनि छैन। जुन दिन आउँछ तपाईँ एक्लैको बिरामी निको पार्दैन, यो देशको बिरामी बालेनले निको पार्छ, विश्वास गर्नुहोस्। अझै बालेनलाई यहाँ सघाएर हिँडेको मान्छे म हुँ, मेरो मिसेस पनि हो है। यति कुरा चाहिँ याद राख्नुहोस्, आशा छ हामीलाई सबैजना। पक्कै पनि अब हामी अन्तिममा छौँ, अन्तिममा रात निकै छिपेर गएको छ। अन्तिममा के भन्नु छ सारा नेपाली जनताहरूलाई? धन्यवाद। यो त एउटा आज एउटा बाबु साँच्चीकै आइसियुमा भएको भएर साँच्चीकै छोराछोरीको
माया कति हुन्छ तपाईँहरूलाई थाहा छ। आफू मरेर पनि आफ्नो बच्चालाई बचाउन चाहन्छ, सिधै कुरा। म त त्यही भन्छु। मेरो बच्चा त अलिकति सेकेन्डमा तलमाथि भए पनि म बच्चालाई त्यति बाउ आमा नै त्यो हुन्छ, त्यो सबैको रियालिटीमा त्यही नै हो होइन। त्यसले गर्दा भाइको बच्चा जुन अवस्थामा मैले देख्दाखेरि मेरो मनले नमानेर कतिखेर उज्यालो होला भन्ने मलाई भएको थियो र सबै तामझाम मिलाउँदाखेरि भाइलाई मैले चाहिँ त्यो खालको आत्मबल र सबै कुरा गर्ने भएँ। भाइ टेन्सन नगर्नु, तिमी एकदम अब ठाउँमा हो है, अब तिमीले हरेस खानु हुँदैन भनेर भाइलाई मैले त्यो अनुसारको बिहान फोन गरेपछि ऊ एकदम उसको स्वर जसरी मलाई फोन गर्थेँ त्यसपछि चेन्ज भयो। त्यसपछि ए ठिकठाक छ भनेर अब तपाईँहरू मित्रहरूलाई पनि मैले फोन गर्नु पऱ्यो, किनभने मैले बोले 10 जनाले सुन्ला, तपाईँको मिडियामा बोल्यो भने त 10 लाखले सुन्नु सक्छ। त्यसले गर्दा तपाईँलाई एकदम सल्युट छ होइन। त्यसले गर्दाखेरि अब यो एउटा प्रतिनिधि पात्र मात्रै हो र स्वास्थ्य मन्त्रीलाई जम्मा कहीँ जानु पर्दैन, तिमी 5वटादेखि 6वटा यो हस्पिटलमा घुम्देऊ, त्यहाँ बिरामीले दुध खान पाएको छ कि छैन, हिजो बेलुका अपरेसन भएको बिरामीले बेलुका दुध खान पाएको छ कि छैन त्यो हेरिदेऊ होइन। त्यो अरू त तिमी रुकुम डोल्पा जानै पर्दैन, त्यहाँ त डोलीमा ल्याएर आएको बिरामी पनि त्यो तिमीले त्यो करार त्यो साइन गरेर बसेको छ नि त्यो डक्टर, त्यहाँ महिनामा 3 दिन हाजिर हुने, त्यसको 27 दिन यता घरमै छ क्या, त्यहाँको मान्छे त कहाँ हो कहाँ छोडिदिनुहोस् क्या। त्यही भएर छ नि अब तपाईँहरूले चाहिँ यो सबै विकृतिलाई चिर्नलाई स्वास्थ्य र शिक्षालाई फ्री गराउनु पर्यो मेन कुरा है। त्यति गर्नको लागि तपाईँहरूले 84मा हामीले भनेको स्वास्थ्य मन्त्री राखौँ, हामीले भनेको गृहमन्त्री राखौँ, हामीले भनेको जनताको गृहमन्त्री, जनताको प्रधानमन्त्री, जनताको स्वास्थ्य मन्त्री, जनताको अर्थमन्त्री, जनताको अख्तियार यति हाम्रो पक्षमा ल्याउँ। यो देशमा छ नि कल्पना गरेको जस्तै युरोप र अमेरिकाको जसरी सिस्टममा बस्छ नि त्यतिको सिस्टममा हामी नेपाली पनि बस्न चाहन्छौँ। त्यसको लागि तपाईँहरूले झोला छोडेर तपाईँ माओवादीमै बस्नुहोस्, एमाले कङ्ग्रेसमै बस्नुहोस्, तर त्यो दिन चाहिँ देश बनाउने नेतालाई तपाईँले एकचोटि भोट हालिदिनुहोस्।